स्कुलले केटाकेटी मारेर भागेका ओलीले एक दुई दिनमै यो सरकारलाई हाहुको सरकार भनिदिए। यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ। अनि महेश बस्नेतले आँट छ भने लु ओलीलाई समातेर देखा त भन्दैछन्। तिम्रो बाबुको हिम्मत छ भने केपीओलीलाई गिरफ्तार गर। त्यत्रो पैसा आफ्नो नेताको कोठाभरि देख्दा देख्दै पनि कांग्रेसले त्यसलाई एआई भनिदियो। पत्रिकाहरूले बालबालिकाको श्रद्धाञ्जली भन्दा पनि ठूलो अक्षरमा भाडबटेनी जलेको खबर छाप्यो, युलेन्स स्कुलको खबर छाप्यो। अनि प्रहरी सेप्टेम्बर 8 मा कसले गोली चलायो भनेर खोज्नुभन्दा पहिला नै सेप्टेम्बर 9 मा भाडबटेनी कसले लुट्यो भिडियो पठाउनु भनेर बसिरहेको छ। ओली र लेखक विरुद्धको जाहेरी लिन गृहमन्त्रीसँग मिटिङ गर्नुपर्ने प्रहरीले बालेन र सुदन विरुद्धको जाहेरी लिन चाहिँ किन मिटिङ गरेन? साइबर ब्युरोमा सिमिलर केस पर्दा दुर्गा प्रसाद समातिने अनि महेश बस्नेत चाहिँ नसमातिने त्यस्तो पनि हुन्छ। प्रधानमन्त्री त फेरिए तर तपाईको नागरिकता छिट्टै बन्न थाल्यो, तपाईको लाइसेन्स आयो, परिचय पत्र नि, ट्युमा लाइन बस्नु परेन, एनओसी को लागि रियालमा अनुहार मात्र देखाउन जान परेन, शिक्षा मन्त्री त राम्रै छानेको जस्तो लाग्छ, आहा बसमै हिँड्नुहुन्छ, सूचना तथा प्रविधि मन्त्री पनि राम्रै छानेको जस्तो लाग्छ, साँच्चै एनटिसी को डेटा सकिँदैछ है भनेर तपाईलाई मेसेज आयो, बाहिर जान ठिक्क परेको तपाईको साथी ओहो अब त देश बन्ने रहेछ भनेर फ्लाइट क्यान्सल गरेर यहीँ बस्यो र अनि एयरपोर्टमा पार्किङको पैसा लाग्न छोड्यो, स्टक मार्केट कहाँ पुग्यो नि? साथी सरकारमा त नयाँ अनुहार आए तर सत्ता तिनै पुरानासँग छ। ओलीले बनाइदिएका अख्तियार प्रमुखले ओलीकै फाइल खोल्लान् र देउबाले बढुवा गराइदिएका सचिवले आफूले नै साइन गरेको भुटानी शरणार्थीको फाइल निकालेर अहिलेका गृहमन्त्रीलाई दिलान् र नयाँ पत्रिकामा कृष्णज्वाला देवकोटाले लेखे जस्तै जलेको सिंहदरबारका जम्मा 7 वटा कोठा मात्र हो, अरू सबै कोठामा अहिले पनि ओलीहरूकै आत्मा छ। त्यसैले त उनी अझै पनि जनतालाई धम्काइरहेका छन्। बिदाकै दिन देउबा दम्पतिले ओछ्यानमै पाएको रातो पासपोर्टले सिंहदरबार जलेको मात्रै हो, फेरिएको होइन भन्छ। जेनजीले सिंहदरबार घेरेर पियनदेखि मुख्य सचिवको राजीनामा र पुनर्नियुक्ति माग्न सकिए तर त्यो मौका चुक्यो। अब तिनै बासी र भ्रष्ट हातहरूले लेख्ने तिनै जुठा टिप्पणीमा केवल फरक मन्त्रीका हस्ताक्षरले देश बदलिन्छ। घरबाट टाढाको स्कुलमा पढाउने तपाईको बाले अझै पनि ओलीबा प्रधानमन्त्री भइरहेको भए मेरो सरुवा हुन्थ्यो भन्दैछन्। अनि तपाईकी आमा छोरोको जागिरको लागि वाडाध्यक्षसँग कुरा गर्दै हुनुहुन्थ्यो। फेसबुकमा तपाईको बाबाको अझै पनि तपाईलाई मन नपर्ने नेतासँग फोटो होला, कतिको घरमा त त्यस्ता फोटोहरू भित्तामा नै फ्रेम गरेर राखिएको पनि होला। घरमा तपाईको आमा र बाको त्यो मानसिकता रहिन्जेल बालेन आएर देश बन्छ। सायद यी सबै कुरा बुझेका बालेनलाई पनि कहिले चाहिँ आफ्नो कार्यकाल सकिन्छ र आनन्दले फेसबुक अकाउन्ट पनि हटाएर मौतरी गएर छोरी हुर्काउँछु भन्ने हुन्छ होला। जेलमै बसिरहेका रविलाई लाग्दैन होला र म अमेरिकाबाट नफर्किएको भए अन्त्यमा नेपाल प्राइभेट लिमिटेडको सीईओ मात्र फेरेर अघिल्लो सीईओहरूले नै नियुक्त गरेका स्टाफहरू सँगै उनीहरूले नै बनाएको किताब हेरेर काम गर्दा अघिल्लो क्वार्टर